कोरिया आउने बेला चाहिँ म 1 महिनाको प्रेग्नेन्ट थिएँ। जब 3 दिनको ट्रेनिङ सकेर हामी कम्पनीमा पुगिन्छ, पहिलो दिनमा नै म त्यहाँबाट निस्किनुपर्ने भयो र सेकेन्ड कम्पनीमा गएँ। त्यहाँ पनि भिजा हानेको अर्को दिनमै फेरि 3 वर्षको भिजा हानेको थिएँ र 6 महिनामा छुट्याइदिनु भयो। अनि 6 महिनाभित्रमा चाहिँ मैले 2वटा कम्पनी चेन्ज गर्नु पर्यो। अनि त्यो बिचमा चाहिँ मैले बच्चा जन्माएँ अनि अलिकति हुर्काएँ भनौँ न। त्यसपछि चाहिँ फेरि एकदम थोरै अवधि थियो क्या काममा लागिहाल्नु पर्ने। त्यही भएर मैले 5 महिनाको बच्चालाई फेरि डे केयर सेन्टर पठाएर म चाहिँ साग कम्पनीमा काम गर्न थालेँ। साग चाहिँ बसेर टिप्नुपर्ने अनि एकदम दिनभरि 8 घन्टा काम गर्ने अनि बेलुकी बिहान बाबु केयरिङ प्लस राति पनि केयरिङ गर्दा चाहिँ मलाई अलिकति गाह्रो भयो, समस्या देखियो, सुत्केरी बिग्रियो। त्यही भएर चाहिँ मैले फेरि त्यहाँबाट पनि काम सरेँ